भैँसी जस्तो पुती होला भन्छ त रन्डाले त। अनि पुती त जस्तो भयो भने के भयो र? गर्ने त ठुलो त्यही नै होइन हो के, कालो भए पनि त्यो चिक्दाखेरि मजै आउँछ, सेतो भए पनि त्यही हो। अनि साला भन्छ मलाई म्याडीले। अनि उही कालो निलो हरियो पहेँलो जस्तो भए पनि त्यही हो, मजा एउटै हो। हाँ अच्छा मेडिया छ म मन पराउँछु ह्याप्पी केटी रे ओए, हेर्न कमेन्ट हेर्न। अनि पो म्यारीले नछर्ने भयो त तँलाई ह्याप्पी केटीको पुती कालो बाक्लो त्यस्तो छ नपढ भन्छ। पढेको होइन हो, हेरेको हेरेको। पढ्न आउँछ कि नै भनेर ट्राई गरे भन्दा ट्राई गरेको के पढ्न आउँछ कि आउँदैन भनेको त नयाँ आएका छ, पढ्न आउँदो रहेछ यार। अಯ್यो अरू सुन। अरू केटीहरू खै बोला न कोही छैनन् मुख पनि कत्रो भन्छ मेरो त साँच्चै ओठ ठुलो छ, पुती पनि ठुलो छ, आँखा सानो छ, नाक सानो छ, गाला ठुलो छ, चाकको पाल सानो छ, हक्नै सक्दैन। हक्ने बेलामा भगवानलाई पुकारेर बस्नुपर्छ। मेरो लाडो भन्छ त, लाडो भन्न छि कस्तो लाडो भनेको हौ, मान्छे पहाडको मान्छे जस्तो रे। भन्न नि जान्दिन भन्न म म चाहिँ सिकाइछु पढ्न नजाने कसम हेर्छु केटी पाए कहाँ पुग्यो, चाटी चाटी गर्थे अरे। ला ओ त अलि पर जा त, चाट्ने खालको छ कि छैन त, अलि पर जा न। यस्तै भइहाल्छ छु हो साँच्ची यो केटाहरूले सही भन्यो यार, हामीलाई केटा पाउँदैन यार, पाइँदैन यार, पाइँदैन जस्तो लाग्छ हो। पाए पनि नपाए भने एक्लै बस्नुपर्ने गाह्रो छ के अरे भाइ, पाए पनि नपाए भने बस्नै पर्यो यार सहेर के गर्थे अरे भन्छ त। जाठ त्यो माइला दाई भन्ने त्यो जापानमा ओठ पनि परेको रहेछ हो, त्यो त हप्सी जस्तो पो रहेछ त्यो के शिव खै यस्तो बुढो हो क्या बट्टा बुढो हो तिमीहरूले गर्छ के यस्तो। हाम्रो त बाउसरामा जान्छ त्यो त बाउसरा होला सायद, अङ्कल भन्न सक्छ। तर म मोटी भएर हो नि माया यसले केटाहरू, म अलि वर्षमा घटेर देखाएँ भने नि तिमीहरूलाई जाठ म मोटी भयो भन्दै म आन्टी आन्टी भन्न माको रे। आन्टीले फेरि घन्टी बजाइदिन्छ, म दुब्लाएर अब दुब्लाएर देखाउँछु मैले। मलाई त आन्टी भनेको कस्तो रिस उठ्छ है, कस्तो बुरु मम्मी भन होइन, बुरु यस्तो माइजू भन, भाउजू भन भाउजू भन, दिदी भन, भैँसी जस्तो पुती होला है रे। अफकोर्स त्यो त भन्नै पर्दैन यार, मान्छे अनि मान्छे मोटो भएपछि त्यो त भैँसी जस्तो त अनिवार्य हो नि त। कस्तो मान्छेहरू रहेछ होला, होइन के हो के छ कस्तो पत्याउँदैन छ त। अनि यस्तो गर्दाखेरि यत्रै छ, यत्रै छ क्या यार। तर बाहिरीमा चाहिँ यहाँ मासु चाहिँ यत्रै छ होइन, भक्क परेको। भित्र चाहिँ अब कस्तो छ त्यो थाहा छैन है, त्यो त ऐनाले हेर्नुपर्छ।